सेवा रो वेलकम ब्याक माई न्यू भिडियो। आई होप सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला भन्ने आशाको साथ न्यू डे न्यू भिडियो लिएर आइसकेको छु। इट्स मी सृजना लिम्बू फ्रम मोरङ केराबारी। अनि आज चाहिँ मैले भिडियो धेरै पछि स्टार्ट गरेको छु। सो लेट्स गाइस के कस्तो हुन्छ हेर्नु होला। अनि हामी चाहिँ इलाम जाँदैछौँ। इलामसम्मको यात्रामा छौँ, केराबारी टु इलाम। सो गाइस अब अरू चाहिँ उतै हामी चाहिँ इलाम आइपुग्यौँ। अनि हामी अहिले रुममा छौँ होइन, से यहाँ छ। भर्खरै हामी इलाम आइपुगेको। चिसो चाहिँ छैन रहेछ तर इलाममा मान्छेलाई राम्रो देखिरहेको छ हौ आज चाहिँ। यता दिदी हेलो 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 रबिना नमस्ते। अब हामी चाहिँ यहाँ खाना खानु लागेको। ब्ल्याक खाइँदैछ इलाममा, चिसो ठाउँमा, चिसो तातो तातो। अब हामी कहाँ जान आँटेको? सुन्तला खानु नि। हामी कहाँ जान आँटेको चाहिँ सुन्तला फुपूको घर नि। सुन्तला टिप्नु गयो। अब चाहिँ हामी घुम्न जानु लागेको। यहाँनिर खानासाना खाएर इलामदेखि घुम्न जानु लागेको। यहाँ सुतेर यस्तो बेड सेट बनाएर हिँड्नु लागेको। फुपू राम्रो भयो। घुम्न जाने मान्छे यस्तो हुन्छ। ऊ बाँदर डरो हिँड मच्यो बाटो बिग्रेर। कस्तो हिँडाइ मच्यो। ऊ अनि हिँडाइ मच्यो। हामी चाहिँ हिँड्दैछौँ। ग्रासको बोट आयो आयो। यो त लामाको घर छ। ल हजुर अब हात कहाँ धुनु माथि धारा छ होइन। कस्तो राम्रो घर चाहिँ राम्रो लाग्यो। यो ला उठा उठा। यो चाहिँ ककाले चिन्नुहुन्छ हौ। यो चाहिँ हामी चाहिँ यस्तो ठाउँमा आइपुग्यौँ है। बालापनको याद आयो। घाँस दाउरा गरेको खोला खल्सीतिर 4 बजेको याद आयो। हिँड्दैछौँ, पुग्नु पर्नेछ। बाटो बिग्रेर हिँड्नले फुपू भन्दा नि के गर्दैछ हौ।
आइपुग्यो आइपुग्यो लट्ठी टेक्दै मेरो ब्याग कोसँग हुनुहुन्छ उपर सोफिया दिदीसँग फ्यामिली यस्तो अँध्यारो पो रहेछ त भालु आउँछ भाइ हाई सिजना हाई सिजना सिजना हाउ आर यु लु अर्गु आइपुग्यो फाइनली हिँड्दा हिँड्दा असिन पसिन भएर गाडी चाहिँ आउँदैन बाटो बिग्रेको रहेछ यहाँ कटुस रहेछ हौ बरु खानु पर्ला हौ अब यो त्यतिर बसेर खोइ एकचोटि यहाँ फोटोमा पनि देखाउँ यो भिडियोमा गर न म चाहिँ यसै म पुऱ्याउँछु कटुस भेट्यो गाइस आउने बित्तिकै कटुस हो फाइनली कटु आएको कि हामी कटुस खोजी खान आएको कटुस पो खोज्न थाल्यौँ त हामी त बेसमारी यता फुफु भदै नि कटुस भेट्यौँ है हामीले कटुस साथीहरू को कोले खानुभएको छ मैले धेरै भेटेँ किरै फुटाइ गयो कि क्या साथीहरू यो के हो दिदी यो के को बोट पो गुराँसको होइन सम्झनाको छाया झम्चुमाई पोखरी घुम्दैछौँ दिदी कति गोरी निक्लेको म चाहिँ घुम्दैछौँ हामी कोही कोही चाहिँ यहाँ अब फुफू भदैनीको पारा भिक्लेछ यता हेर्नु त यता हेर्नु भदैनीले फुपूलाई दङ्गियाएको यस्तो पेट दुखो भन्छ अनि एउटा कुरो नि हाम्रोमा जाडा लागेर सबै अघि दियो कि अलिअलि त्यति बेला त गाई बस्तुले नि हामी चाहिँ खानासाना खाएर आइसक्यौँ मलाई भुत हालेको हेर्नु न अनि अब यहाँ सोफिया दिदीको केक काट्नु आँटेको काट्न जानु आँटेको